धेरैजना एक्सपर्ट्सहरूले चाहिँ कमिङ फ्यु इयर्स विल बी च्यालेन्जिङ भनिरहेछन्, सजिलो हुनेवाला छैन। त्यसको मतलब चाहिँ हरेस खाइरहनु पर्ने जरुरत छैन, प्रिपेयर गर्नु पऱ्यो, आफूलाई डिसिप्लिन बनाउनु पऱ्यो र डिसिप्लिनको लागि चाहिँ आजदेखि नै प्र्याक्टिस सुरु गर्नु पऱ्यो है। सो मैले अस्ति भर्खर चाहिँ एउटा चेज ह्युज भन्नेको किताब पढाएको थिएँ, अझ पनि पढिरहेको छु, एउटा रिडिङले पुग्दैन जस्तो लाग्यो। सो बिहेभियर अप्स भन्ने किताब छ, अनि उसले चाहिँ के भन्छ भन्दाखेरि हामी डिसिप्लिन नहुनु भनेको चाहिँ हामीले हाम्रो फ्युचर सेल्फलाई इग्नोर गर्नु हो, डिसरेस्पेक्ट गर्नु हो है। आज हामी जति इन्डिसिप्लिन हुन्छ त्यसको प्राइस चाहिँ हाम्रो फ्युचर सेल्फले तिरिरहेको हुन्छ। सो द्याट्स वाट इट इज। तपाईँको फ्युचर सेल्फलाई रेस्पेक्ट गर्नुहुन्छ भने स्टार्टेड डिसिप्लिन जर्नी नाउ। के गर्न सक्नुहुन्छ, सानो सानो स्टेप्सबाट सुरु गर्नु है। मैले धेरैजनालाई सुनेको छु कि धेरैजनाको कुरा सुनेको छु कि वर्कआउट गर्न एकदम अल्छी लाग्छ, बिहान उठ्न एकदम गाह्रो लाग्छ, इट्स नट मी, मेरो वर्कआउट भनेको म त्यस्तो खालको मान्छे नै होइन भन्ने खालको लेबलिङहरू सुनिरहेको हुन्छु। सो एन्ड इट टेक्स टाइम। बिलिफ चेन्ज गर्नु पऱ्यो, बिलिफ सँगसँगै आइडेन्टिटी चेन्ज गर्नु पऱ्यो। कस्तो खालको आइडेन्टिटी हुनु पऱ्यो भन्दाखेरि आम वर्कआउट पर्सन, म वर्कआउट गर्ने खालको मान्छे होइन भन्ने आइडेन्टिटीलाई चेन्ज गरेर ओके म चाहिँ यस्तो व्यक्ति हो जो चाहिँ रेगुलरली जिम जान्छ भन्ने खालको। सो त्यो चेन्ज गर्नलाई टाइम लाग्छ। स्टार्ट भेरी स्मल कि जस्तो what would happen if you started working out 1 मिनट डेली हैन, दिनको 1 मिनट मात्र वर्कआउट गर्ने कि, अनि हरेक हप्ता चाहिँ यु इन्क्रिज इट बाई 1 मोर मिनट भनेपछि पहिलो हप्ता 1 मिनट गर्नुहुन्छ नि, दोस्रो हप्ता 2 मिनट, तेस्रो हप्ता 3 मिनट। इट साउन्ड्स भेरी इजी नि होइन। तर जस्ट थिङ्क अबाउट इट, धेरै ढिलो भयो भने पनि 1 वर्षमा त युआर वर्किङ आउट लाइक 52 मिनट्स। 1 वर्षको चाहिँ एकदम मिनिमल अथवा एकदम मिनिमल्ली इन्क्रिमेन्टल एफर्टले चाहिँ यु क्यान चेन्ज यर आइडेन्टिटी। डिसिप्लिनतिर इट कुड बी यो फर्स्ट स्टेप। अझ च्यालेन्जिङ चाहनुहुन्छ भने डु इट लाइक डेली 1 मिनट होइन, अझ ऱ्यापिड ग्रोथ हुन्छ। तर डोन्ट कम्पेयर युर सेल्फ टु एनी वान एल्स। डिसिप्लिन तपाईँ एकदम सस्टेनेबल डिसिप्लिन चाहनुहुन्छ भने आफूले आफूसँग मात्र कम्पेयर गर्नुहोस्, अरूसँग कम्पेयर नगर्नुहोस्, अनि ट्राई एन्ड इम्प्रुभ ए लिटल बिट एभ्री डे अथवा एभ्री विक। त्यो गऱ्यो भने चाहिँ डिसिप्लिन चाहिँ पाउनलाई सजिलो हुन्छ होला।